बजारमा एलपी ग्यासको कालो बजारीले प्रोत्साहन पाइरहेका बेला जनता भने ग्यासको समस्याले रुमल्लिरहेका छन्। तर ग्यासको कालो बजारी रोक्न सरकारले छानबिन सम्म गर्न सकेको छैन। ग्यासको कालो बजारीले आम नागरिकको चुलोमा परेको प्रभावलाई अब नागरिकबाट मात्र होइन स्वयं सरकारका मुख्य सचिव पनि व्यक्त गर्न थालेका छन्। ग्यास उद्योगी भयो, अनि चाहिँ डिलर भयो, त्यसपछि चाहिँ डिस्ट्रिब्युटर, अनि डिस्ट्रिब्युटर पछि डिलर, डिलर पछि खुद्रा विक्रेता, सबैको लागि नाफा छुट्याएको छ। अनि सोझै उद्योगबाट वितरण गर्दाखेरि पनि खुद्रा मूल्यमै बेच्दिने, अनि उपभोक्ताहरू चाहिँ अब बाध्यताको शिकार हुन्छ उनीहरू। यो त सोझै भ्रष्टाचार भयो। सरकारका मुख्य सचिव लीलामणि पौडेलको यो भनाइपछि ग्यास माथिको कालो बजारीका बारे थप विषय उठाउन आवश्यक छैन। तर ग्यास विक्रेता महासंघको महाधिवेशनको सन्ध्यामा उपस्थित भएका प्रधानमन्त्रीदेखि पूर्व मन्त्रीहरूको चुलोमा समेत ग्यासको कालो बजारीले पारेको समस्या उनीहरूकै मुखबाट पोखियो र यसमा नेताहरूको वक्तव्यबाजी पनि सीमित रह्यो। देशमा भइरहेको ग्यासको कालोबजारीलाई पूर्व जलस्रोत मन्त्री पशुपति शमशेर जबराले पनि काबुमा राख्न सकेनन्। जहाँ मौका त्यहाँ चौका भने झैं जबराले वर्तमान सरकार रिस पनि ग्यासमा भएको कालोबजारी र त्यसलाई सरकारले नियन्त्रणमा लिन नसकेको विषयलाई मिसाएरै पोखे। डेनमार्कको राजा उसको नाम किङ क्यान्युट भन्ने थियो। ऊ समुद्रको किनारमा गएर बसेर समुद्रको छाल अगाडि बढेको बेलामा समुद्रको छाललाई अगाडि नबढाऊ भनेर उसले चाहिँ आदेश दियो। तपाईँको लोड सेडिङको आदेश किङ क्यान्युट। तपाईँको कार्यकालमा तपाईँको मातहतमा बसेका मन्त्रीहरूले व्यापक भ्रष्टाचार गरे। यो मुलुक अति असुरक्षित जनता आवश्यक ग्यास नपाएर सरकारको हार गुहारमा जुटिरहेका छन्। तर जनताका दुःख पीडाको समाधान गर्न सरकारमा बसेकाहरू नै एक अर्का प्रति भनाभन गरिरहेका छन्। जबराको यस्तो उखान र प्रश्नले निकै अँध्यारो बनेका प्रधानमन्त्रीले आफ्नो पालो आए लगत्तै जबरा प्रति व्यङ्ग्य गर्दै भने, एउटा प्रसिद्ध भनाइ छ, आफू सिसाको घरमा बस्नेले अर्काको झोपडीमा ढुङ्गा हान्नु हुँदैन, सिसाको घरमा बस्नेले अर्काको झोपडीमा ढुङ्गा हान्यो भने नोक्सान आफैले बढी हुन्छ। सिसाको महलमा बस्नेहरूको महल चकनाचुर हुँदा बढी नोक्सान उसले बेहोर्नु पर्छ। यो देशमा महलमा बस्नेहरू को हुन् र झोपडीमा बस्नेहरू को हुन्? महलमा बस्नेहरूले 100 वर्षसम्म कसरी देशको सम्पत्तिमाथि ब्रह्मलुट गरे र उनीहरूका सम्पत्ति आज विदेशमा कहाँ कति छन्? ती अर्बौं खर्बौंको सम्पत्ति देशभित्र लिएर लगानी गरेको भए के आज यो देश अन्धकारमा बस्नु पर्थ्यो? के देश आज हामीले यी कुरा उठाउनु पर्थ्यो? मलाई बुद्धिमानलाई संकेत नै काफी छ भन्ने मलाई लाग्छ। सार्वजनिक कार्यक्रममै नेताहरू प्रतिको यो आरोप प्रत्यारोपलाई जनताले भने कसरी लिए त? चन्द्र पौडेल एउटा बाहिर देखा सिकी चाहिँ एउटा छ नि घोषपेच गरे जस्तो मात्रै लाग्यो, तर भित्री छ नि भ्रष्टाचार सम्बन्धी जुन कुरा छ नि भित्री चाहिँ मिले मत चाहिँ छ हैन। शान्ति बन्जारा बाबुराम भट्टराईजीले गरेको कुरा ठिकै हो, तर उहाँ हालको मात्र हुनुहुन्छ नि त। पहिला हुने प्रधानमन्त्रीले पो अलि प्रगति गर्नुपर्ने थियो त। सुभाष श्रेष्ठ पशुपति शमशेरले भनेका कुराको अहिले तात्कालिक कुराहरू एकदम जायज छ। बाबुराम भट्टराईले भनेका कुरा के अरे राजनीतिक छ। पशुपति शमशेरले सायद के अरे त्यो बेलामा ग्यास नल्याइदिए यो नेपालमा आउँथ्यो कि आउँदैन थियो। बाबुराम भट्टराईले उहाँलाई घोषपेच गर्नुभयो। पशुपति शमशेर भनेको खानदानी मान्छे, उसँग कति छ? नेताहरूले जनताका लागि भन्दा आफ्नो स्वार्थका लागि सोच्ने गरेको गुनासो जनताले गरिरहेका बेला सार्वजनिक कार्यक्रममै आएका यस्ता अभिव्यक्तिले जनतामा झन आशंका बढाएको छ। नेपालवाणी नेटवर्कका लागि अर्जुन अधिकारी, काठमाडौँ।